बसाल्नु अनि युट्युब लाइभबाट के फाइदा छ, कन्टेन्ट बनाउँदा के फाइदा हुन्छ। तपाईँको एउटा सानो कन्टेन्टले तपाईँलाई धेरै ठुलो मान्छे बनाउन सक्छ। हामी नेपाली जहिले पनि कटा के चलिया भैया ये सब में। हाँ, हामी टिकटक लाइभमा मात्रै समय व्यर्थ गर्छौँ, तर युट्युब लाइभमा बस्नुपर्छ। यहाँ लाइक कमेन्ट सब्सक्राइब एकअर्कालाई गर्नुपर्छ अनि सिक्नुपर्छ, केही कन्टेन्टहरू बनाउनुपर्छ। एउटा सानो कन्टेन्टबाट धेरै ठुलो मान्छे बन्न सक्छौ। युट्युबले मान्छेलाई जिन्दगी परिवर्तन गरिदिन्छ, तर टिकटकले केही दिँदैन। त्यही भएर म आफूले जानेको जति सम्पूर्ण नेपाली साथीभाइहरूलाई यो कुरा भनिरहन्छु, किनभने युट्युब यस्तो एउटा प्लेटफर्म हो जहाँबाट मान्छे रातौं रात धेरै ठुलो मान्छे बन्न सक्नुहुन्छ।